युज भन्नुभएको छ। युज त यसमा युजमा पनि दुईटा कुराहरू आउँछ। एउटा तपाईँले एडप्ट गर्नुपर्ने हुन्छ, एउटा रिप्लेस गर्नुपर्ने हुन्छ कि प्रोडक्ट। सनमजीको कुरा गर्छु अस्ति टुथपेस्ट लिनु भएको थियो अस्ति, त्यो चाहिँ रिप्लेस गर्ने प्रोडक्ट। मोरिन्जी जुस पनि लिनु भएको थियो होला, त्यो चाहिँ के थियो एडप्ट हो। दुई खालको प्रोडक्ट डिएक्सनसँग छ हाम्रो लागि। एउटा हुन्छ रिप्लेस, मन्जनको सट्टामा मन्जन नै राख्ने, अनि केही खालको प्रोडक्ट हुन्छ जसलाई चाहिँ हामीले नयाँ अँगाल्नु पर्ने हुन्छ। जस्तै मोरिन्जी यो जुस छ, त्यो त पहिला खा होइन नि त, फर्स्ट टाइम खाएको। तर मन्जन त के हो डिएक्सनको होइन, तर कुनै पनि मान्छे दाँत माझिराख्यो। यसको मतलब हामीसँग केही रिप्लेसेबल प्रोडक्ट छ र केही छ एडप्टेबल प्रोडक्ट। अनि प्रोडक्ट रिप्लेस गर्न आसान छ। कफीको ठाउँमा कफी, चियाको ठाउँमा चिया राख्न चाहिँ सजिलो छ। साबुनको ठाउँमा साबुन, स्याम्पूको ठाउँमा स्याम्पू, सजिलो छ नि म्याडम होइन। त्यसको लागि के छ त प्रोडक्टको थोरै इन्फर्मेसन भइरहेको छ। तर एडप्ट जो प्रोडक्ट नयाँ छ तपाईँको, जस्तै मोरिन्जीको कुरा गर्थ्यो, मोरिन्जीको लागि चाहिँ अलिकति हामी डेपमा जानुपर्ने हुन्छ। जस्तै ग्यानोडर्माको बडी सेपको कुराहरू गर्दाखेरि युनोर्के त फर्स्ट टाइम सुनेको डिएक्सनमा होइन। एडप्ट जुन प्रोडक्ट हामी नयाँ एडप्ट गर्छौँ यसको लागि चाहिँ हामीलाई इन्फर्मेसन चाहिन्छ। केही इन्फो चाहियो, अर्को कुरा केही चाहिँ बेनिफिट चाहियो। बेनिफिट थाहा नभए युज गर्दैन नि के कसो गर्नु। अनि रिप्लेस भनेको रिप्लेस भयो तपाईँले चेन्ज गर्नु। यसरी चाहिँ डिएक्सन सुरु हुन्छ। हेर्नु अघि मैले भने नि म बिजनेस गर्न आएको, तर यात्रा यही हो क्या, प्रडक्ट युज नगरिकन फेरि बिजनेस हुँदैन। यो बिजनेसको कोर भनेको के हो प्रोडक्ट हो। संसारको कुनै पनि बिजनेस प्रोडक्ट बिना चल्दैन। र यसमा दुई खालको प्रोडक्ट, एउटा रिप्लेस गर्नुपर्ने हुन्छ। सबभन्दा आसान तपाईँले चाहिँ सुरुमा फलो गर्नुपर्ने स्ट्राटेजी भनेको रणनीति भनेको के त भन्दा प्रोडक्ट ठाउँमा प्रोडक्ट सिफ्ट गर्नु। यो त गाह्रो छैन नि त, किन भन्दा हाम्रो दाँत माझिराखेका साथीलाई, साबुनले नुहाइराखेका साथीलाई, चिया कफी खाइराखेका साथीलाई हामीले डिएक्सन खान त्यति गाह्रो छैन। किन केही पैसा उसको अलरेडी गइराखेको हुन्छ, त्यही पैसाले चाहिँ बाहिर ग्रोसरीमा गएको पैसा डिएक्सनमा ल्याएर प्रोडक्ट खरिद गर्ने, प्रोडक्ट रिप्लेस गराउन। केही प्रोडक्टहरू हुन्छन् जो एडप्ट गर्नुपर्ने हुन्छ। यसको लागि केही इन्फर्मेसन, बेनिफिट र त्यसको चाहिँ निड क्रिएट गर्नु पर्यो। जस्तै यो किन आवश्यक छ त, अघि कृपा सरले भन्दै हुन्थ्यो अहिले विभिन्न रोग बिमारहरू बढ्दै गयो। धेरै मान्छेको घुँडा दुख्ने, यो नसा च्याप्पे हड्डी खियो भनेर सुन्नुभयो। धेरै मान्छेको जाँडस त खाँदैन थिए तर ट्युमर क्यान्सर देख्यो भनेर देख्नु भएको छ। यो समस्याको समाधानको रूपमा चाहिँ यी एडप्टेबल प्रोडक्टहरू हुन सक्छ, जसमा ग्यानोडर्मा, स्पाइरुलिना, मोरिन्जी। यिनीहरू दैनिक आवश्यकता पर्दैन तर हेल्थको लागि नेसेसिटी भइसक्यो, सायद लगाउनै नसक्ने। गल्फमा 5 वर्ष 10 वर्ष बसेर गयो भने 100% स्टोन लिएर नै पाल्छ हरेक मान्छे। आज 25-30 वर्षको केटा डायबिटिजको औषधि खाइरहेछ, हाइपरटेन्सनको औषधि खाइरहेछ। किन त भन्दाखेरि अहिले चारैतिर चिज, हरेक चिज वस्तुमा चाहिँ केमिकल हालेछ क्या। यहाँ धेरै साथीहरू लास्ट टाइम साग कहिले खानुभयो भन्दाखेरि 2 महिना भइसक्यो। कति साथीहरूको साग नखाएको सालै भइसक्यो। अनि हिजो हाम्रो बुवाहरू बाजेहरू 100 वर्ष जिउनुहुन्थ्यो। किन? उहाँहरूको खानामा के थियो त न्युट्रिसन थियो, पोषण थियो। अहिले हामीले खाने खानामा पोषण गायब भइसक्यो। पोषणको लागि के चाहनु पर्यो, हामीले केही नयाँ प्रोडक्टहरू चाहिँ एडप्ट गर्नुपर्ने हुन्छ। जो नयाँ चाहिँ हामीले नयाँ संस्कार बसाल्नु पर्ने हुन्छ, जसमा मोरिन्जी यो जुसहरू भयो, मसरुम पाउडरहरू, स्पाइरुलिनाहरू हुन्छन्, जो चाहिँ शरीरको लागि एकदमै नेसेसरी भइसक्यो। किनभने लामो आयु जिउनको लागि हामीलाई स्वस्थकर खाना चाहिन्छ। र हामीले दैनिक खाने खानामा के छ त, पहिलो कुरा केमिकलको मात्रा धेरै पाइन्छ, अर्को कुरा न्युट्रिसन छैन। अनि केमिकल गइरहेछ, पोषण पनि छैन, अनि शरीर बिग्न सुरु गर्छ। र डिएक्समा जति पनि फुड सप्लिमेन्टहरू छन्, त्यो ग्यानोडर्मा होस्, स्पाइरुलिना होस्, मोरिन्डा होस्, यिनीहरू सबै काम के हुन्छ त मिलेर काम गर्छ। यिनीहरू गर्ने काम भनेको त शरीरमा भएको फोहोरलाई बाहिर निष्कासन गर्ने र शरीरलाई चाहिने आवश्यक पर्ने चिज परिपूर्ति गर्ने। फोहोर पनि गइरहेछ, चाहिने चिज मिलिरहेको छ भने
बिमार हुने रिस्क कम। यसलाई भन्छ प्रिभेन्सन, यसलाई भन्छ वेलनेस प्र्याक्टिस। धेरै मान्छे बिमारी भइसकेपछि डिएक्सन खोज्दै आउनुहुन्छ, त्यसमा गल्ती केही छैन, गलत केही छैन, बिमारीले पनि खाने मिल्छ। तर त्योभन्दा अगाडि यो प्रडक्ट भनेको तपाईँ हामी जस्तो लागेको हो कि जो अहिले हेर्दा फिटफाट छौँ, अन्डा बाहिरबाट सेतै छ, भित्र कुहिनेवाला छैन। अहिले हामी हेर्दाखेरि ठिक देखिन्छ, तर हामीभित्र कुनै न कुनै बिमार चाहिँ हुर्किरहेको छ। अहिलेको जुन मोडर्न लाइफस्टाइल छ, जुन खानाको संस्कार छ, कल्चर छ, यसले के गर्छ त भन्दा हामीलाई कालान्तरमा बिमार बनाउँछ। र अहिले मेडिकल प्र्याक्टिस यति महँगो भइसक्यो, तपाईँ सामान्यतया नेपालमा कसै किडनी फेल भयो भने ट्रान्सप्लान्ट गर्न त 50-70 लाख खर्च हुँदो रहेछ। त्यति महँगो चाहिँ यसको उपचार पद्धति छ। ओके, सो केही प्रोडक्टहरू के छ त नयाँ हामीले एडप्ट गर्नुपर्ने छ, जसमा सप्लिमेन्टहरू पर्छ। अनि सबभन्दा आसान भनेको चाहिँ रिप्लेस गर्ने, उसको सट्टामा उ राख्ने, एकको ठाउँमा बी राख्ने। टुथपेस्ट युज गर्नुभएको थियो त्यसलाई साइड लगाउनु, डिएक्सन टुथपेस्ट, यो चाहिँ अलिकति आसान हुन्छ। र केही इसेन्सियल प्रोडक्टहरू छ जो हाम्रो लागि अहिले दैनिक त अहिलेसम्म हामीले खाइरहेको छैन, अब चाहिँ अत्यावश्यक भइसक्यो, जसमा सप्लिमेन्टहरू पर्छ। जो लास्ट विक तपाईँ लिनुभयो मोरिन्डा लिनुभयो, त्यो त भन्दा अब नेसेसरी भइसक्यो। किन हामीले खाने खानामा न्युट्रिसन गायब भइसक्यो, अनि दिइरहेको खानामा केमिकल कम्पोजिसन देखिन्छ। केमिकलको असर पोषणको कमीबाट हुने, सम्भावित बिमारबाट बच्नको लागि आज हेर्दा स्वस्थ देखिने, तर अब 5-10 वर्षपछि बिमार पर्दै गरेका तपाईँ हाम्रो लागि चाहिँ डिएक्सन प्रोडक्ट। अब यति भनेपछि डिएक्सन प्रोडक्ट धेरै भन्नुपर्छ जस्तो मलाई लाग्दैन। अनि रिप्लेस गर्ने प्रोडक्टमा साबुनको ठाउँमा साबुन, टुथपेस्ट ठाउँमा टुथपेस्ट, स्याम्पूको ठाउँमा स्याम्पू, चियाको ठाउँमा चिया, यो आसान चिज छ। स्वास्थ्य लिएर खोज्न आउनुहोस्, चाहे तपाईँ बिजनेस खोज्न आउनुहोस्, तपाईँले प्रोडक्ट चाहिँ युज गर्नै पर्ने हुन्छ। फर्स्ट चिज। अर्को भन्छ बी, सरी यस। यस भनेको सेयर। हामी भन्न लगाउँछ नि त, नेपालीमा एउटा उखान छ नि, मै माग्ने ढुङ्ग्रो लुगाउने भन्छ क्या। तपाईँ छिमेकी घरमा मै पारेको सुन्नु, आवाज सुन्नु, मै लिएर जानु र भाँडा पुछाएर लुगाएर जानु भएको छ नि, त्यो त मै चाहिँ चाहिएको छ, तर भाँडा लुगाएको छ क्या। अनि धेरै ठाउँ हाम्रो चाहिँ के हुन्छ त भन्दा त्यो देशमा गएर भन्न चाहिँ त्यो अप्ठ्यारो लाग्छ क्या, भित्रबाट त्यो डर भनौँ या त्यो लाज भनौँ, कसले के बोल्ला भनेर। यदि म तपाईँलाई सामान्य कुराहरू भन्छु, यदि अघि मैले भने जस्तो फाइनेन्सियल फ्रिडम अब घर जाँदाखेरि 5-7 वर्ष मिनिमम पनि एउटा न्यूनतम 50,000सम्मको भने एउटा आइसोलेट बनाएर जान्छु भन्ने यदि तपाईँमा त्यो भावना जागृत छ भने पहिलो प्रोडक्ट युज गर्ने कुरा मैले भनिहालेँ। सेकेन्ड चिज तपाईँ बोल्नै पर्छ। नबोलेर पनि गर्न सकिन्छ। हामीले अहिले थुप्रै टेस्टिमोनियल देखिसक्यो, जिब्रो नभएको मान्छेहरू पनि देशमा डबल लाइन भएर रहेछ। खुट्टै नभएको व्हिलचेयरमा बसेर मान्छे डायमन्ड हुन लागिसक्यो। यो बङ्गलादेशमा एउटा देख्नुहुन्छ, दुईटै हात छैन होइन, कलकत्तामा देख्नुहुन्छ, डबल लाइन के समथिङ छ। हाम्रो त आँखा छ, कान सही छ, खुट्टा सही छ भनेपछि हामीसँग पोटेन्सियल धेरै छ। सेयर गर्ने कुरा हो। हिजो कुरा अस्ति आएको होइन, त्यो 1-2जना म्याडमहरू भन्दै हुन्छ कि आज मनमा फ्राइडे, तर कुरा गरेको सबैले सुन्दैन। संसारमा हरेक चिज हरेकको लागि होइन। हेर्नुहोस्, यो कुरा चाहिँ क्लियर हुनुपर्छ। हामी संसारमा हरेक चिज हरेकको लागि होइन, र हरेक चिज त्यो हरेकको लागि हो जसलाई जरुरत छ। आज हामी 1-2जना बसेर छलफल गर्दै गर्दा एक बिचमा कसैलाई जरुरत लागेन भने त्यो कुनै नौलो कुरा होइन। मलाई म डिएक्सन बिना पनि म सेक्युर छु जस्तो लाग्छ नि, सुके तर जोलाई त्यो अनसेक्युरिटी फिल हुन्छ त्यसको लागि डिएक्सन हो। सबैको लागि नहुन सक्छ। तपाईँले सेयर गर्दै गर्दा कसैले नो भन्ने अधिकार रहेछ। हामी त्यहाँनिर आतङ्कित हुनुपर्ने केही पनि छैन, निराश हुनुपर्ने केही पनि छैन। सबै चिज सबैको लागि होइन। सरकार सेयर गर्दाखेरि दुई चिज हुन्छ नि, कि यास हुन्छ कि नो हुन्छ। यसको लागि पहिले मेन्टली प्रिपेयर हुनु।
अहिले तयार हुनु भनेको हुन्छ पछि यो घटना घट्दा तपाईँले त्यति पेन फिल हुँदैन किन तपाईँ पहिल्यै मेन्टली प्रिपेयर हुनुहुन्छ। डिएक्सनमा हुनसक्छ म्याक्सिमम मान्छेले तपाईँलाई नो भन्ला तर केही मान्छेले यस पनि भन्छ। तपाईँलाई कस्तो मान्छे चाहिएको नो भन्ने कि यस भन्ने? यस भन्ने मान्छे। जबसम्म यस भन्ने मान्छेसम्म तपाईँ पुग्नुहुन्न तपाईँले कि नोलाई एक्सेप्ट गर्नै गर्नुहुन्छ। विशेष गरी म नयाँ साथीहरूलाई भन्छु कि तपाईँ 2-4जनालाई कुरा गरौँ नो भन्नु यो नौलो कुरा हो। डक्टर जिमलाई 1 वर्ष लागेको थियो पहिलो कस्टमर पनि, आज झन्डै 2 करोड डिएक्सनको डिस्ट्रिब्युटर पुग्न लागिसक्यो। 32 वर्ष भन्दा त्यति बेला डक्टर लिमले पहिलो कस्टमर बनाउने झन्डै 1 वर्ष लाग्यो। अनि हामीलाई 2-4 महिना लाग्नु, सेयर गर्न समय लाग्नु, टिम बनाउनु समय लाग्नु, यसमा के गाह्रो छ त? छैन। यो सबैसँग घट्ने कुरा हो। सुरुमा कुनै पनि नयाँ कन्सेप्टमा काम गर्दै हुनुहुन्छ भने तपाईँलाई त्यो गाह्रो फिल हुनु या त मान्छेले तपाईँलाई रिजेक्ट गर्नु यो प्रक्रिया हो। रिएक्सनमा पनि तपाईँ धेरै मान्छेको सम्पर्कमा जानुहुन्छ, म्याक्सिममले तपाईँलाई नो भन्छन्, 100% भन्छन्, तर तपाईँ आजै मेन्टली प्रिपेयर हुनुहुन्छ र केही नोसम्म जम्मा पुग्नुहुन्न तपाईँको भाग्यमा यस पनि हुँदैन। नोले नै तपाईँले यससम्म पुऱ्याउनु। ओके, त्यसै सेयरिङ गर्दाखेरि कि यस हुन्छ कि नो हुन्छ। नो भन्यो भने इट्स प्रोसेस भन्ने बुझ्नु पऱ्यो। यस भन्यो भने त झन् भइहाल्यो। तपाईँ चाहेकै यस हो, ल्याउनुहोस्, अफिसमा लिएर आउनुहोस्, पछि कन्ज्युमर कोड बनाइदिनु, प्रोडक्टको बेनिफिट सेयर गर्नु होइन, अनि इन्कमको अपर्च्युनिटी पनि सेयर गर्नु, अनि उसलाई अगाडि लिएर तयार गरेर जान्छ। अनि नो भन्नेलाई नो भन्ने कुनै नौलो कुरा होइन। कुरो त ठिक हो तर लाज लाग्छ भन्ने आउँछ। म तपाईँलाई के भन्छु भन्दाखेरि तपाईँ हाम्रो छिमेकमा आफन्तमा धेरै यस्तो मान्छे छ जो 10-15 वर्ष विदेशमा बसेर केही पैसा दिएर नेपालमा वाइनको सबको ठुलो वाइन डिलर खोलेछ। गाउँमा गएर कुनै एउटा रक्सी पसल खोल्यो, खुद्रा पसलमा त चुरोट जाँड रक्सी गुट्का सबै राखेको हुन्छ नि त, हो कि भन्नु त? त्यो मान्छेले चाहिँ गर्वका साथमा छाती फुलाएर त्यो वडा अध्यक्षलाई बोलाएर रिबन काटेर फेसबुकमा लाइभ गर्छ उसको बिजनेस, तर इन्डाइरेक्टली उसले त माउथ सेयर गरे हो नि त। इन्डाइरेक्टली रक्सी बेच्ने मान्छेले त्यो डेथ सेल गरे भनेर इन्डाइरेक्टली लङ टर्ममा ती चिजहरू गर्ने असर त के हो त? मृत्युको रिस्क बढाउँदै जान्छ। त्यस्तो प्रडक्ट उनीहरूले चाहिँ प्राउडली चाहिँ सेयर गर्छ, प्राउडली चाहिँ देखाउँछ। तपाईँसँग त जीवन दिन सक्ने प्रडक्ट छ। त्यसैले हामीले सानो सोच्नु पर्छ। यहाँनिर तपाईँको एटिट्युड म्याटर गर्छ क्या। त्यसैले सेयर गर्दा के हुन्छ कि यस हुन्छ र धेरैजनालाई चाहिँ त्यो नोले बहुत पेनिङ गर्छ। नो भनेको के हो? न्यू अपर्च्युनिटी। नयाँ अवसर हो क्या। जेटीले छोडेर गयो नि सुकै, जेटीले नो भने भयो 5 साल पछि नो न्यू अपर्च्युनिटी कान्छी आउँछ नि के टेन्सन भएर के कसो हो भन्नु त? अघि सुजन दिन दौडिएर बस भेटाउँदै हुने त फर्स्ट ढोका लाएर दौड्यो, बसले नभनिदियो, सेकेन्ड बसमा आइपुग्नु भयो नि। न्यू मिन्स नो अपर्च्युनिटी। न्यू भनेको पुलिस स्टप तपाईँ रोकिने होइन। न्यू मिन्स नो मिन्स न्यू अपर्च्युनिटी, नयाँ अवसर। त्यसै एक व्यक्तिले तपाईँलाई अस्वीकार गर्छ, अरू 5-7 जनाले तपाईँलाई स्वीकार गर्ने ढोका खोज्छ। त्यसै हामी चाहिँ पीडित हुन भएन। संसारमा सबै काम सबैको लागि होइन र नहुन पनि सक्छ। जरुरतमन्द व्यक्तिको लागि डिएक्सन हो। कसैलाई जरुरतै लाग्दैन, इट्स ओके, उसले आफ्नो लाइफ जिउन पाउँछ, उसले आफ्नो काम गर्न पाउँछ। कसैले भन्छ आइम ओके, म जे गरेर ठिक छु, सब उसलाई कोसिस गराउनु। कतिपय मान्छे भ्रममा हुन्छ क्या, उसलाई कोसिस गर्नु, उसलाई चाहिँ कसरी रिस्कमा छ र अझै पनि हुँदैन आइम ओके भन्दैन, इट्स ओके छोडिदिनुहोस्। किन भन्दा जीवनमा कतिपय मान्छेहरूलाई चाहिँ खुसी हुनु नै छैन क्या। हामी यत्रो फोन गर्छौँ, यत्रो सम्झाउँछौँ साथीहरूलाई, पछि परेर ल भाइ आऊ यहाँबाट कफी खानु पैसा छैन भन्छ, बाहिर गएर 1 कपको सानो हुन्छ 3 दिन तिरिरहेको हुन्छ। केही विशेष काम आज सन्डे हो नि त भनेर हेर्नु त, तपाईँ आज हरेक पार्कहरू अहिले अझ विशेष त अलिकति गर्मी पऱ्यो बेलुकीतिर हुन्छ। यहीँ पछाडि यत्रो पार्क छ, यति मान्छे हुन्छ, हर पार्किङ भरिएको छ। त्यसै मध्येमा केही साथीहरूलाई हाम्रो डिएक्सन सुनेको
हैन बार तपाईले कल गरिराख्नुहुन्छ आइरहनु भएको छैन किन त्यो उहाँहरुको लाइफ हो उहाँलाई फिल हुँदैन कि म अनसेक्योर छु मलाई चाहिँ सिक्युरिटी चाहिन्छ मलाई त्यो फिल हुँदैन भने छोड्दिनु हामी के गर्न सकिन्छ हो किन भन्नु त तर जरुरतमन्द व्यक्ति छ तर यो अवसरबाट विमुख छ टाढा छ अहिलेसम्म अवसर ल्याएर आउने मान्छे उसको जीवनमा भेटिएको छैन तपाईँ डिएक्सन लिएर जानुपर्छ हो त्यो मान्छेको लागि डिएक्सन र कहिलेकाहीँ पछि सुरु गरेको मान्छेलाई त्यस्तो मान्छे पहिला भेटिन्छ अगाडिदेखि काम गरेको मान्छेलाई ढिलो भेटिन्छ देख्नु भएको छैन कोही 1 वर्ष स्टार दिन हुन लाग्छ कोही 3 महिना भइहाल्छ पहिलो कुरा तपाईले कतिजनालाई सेयर गर्नुभयो त्यो पनि मायना राख्छ अर्को कुरा अलिकति लभको पनि रोल हुन्छ तपाई भाग्यमै चाहिँ 1 वर्षपछि नै डायमन्ड हुने लेखेको छ सुचना तपाई कुन टेन्सन लिनु पर्यो हो किन भन्नु त म 1 वर्ष भइसक्यो म स्टार डिस्ट्रिब्युटर नै छु भन्दाखेरि तपाईँ अगाडि फ्याट गयो चाहिँ म 5 महिना भयो रुबी भयो भन्दै हो त तपाईलाई अलिकति सेम फिल हुन्छ म त पछि जस्तो लाग्छ तर तपाईले आफ्नो धर्म निभाइराख्नु भएको छ मन्थली बेसमा प्रोडक्ट कन्ज्युम गरिराख्नु भएको छ बिजनेस गरेर आउनु भएको 100 मेन्टेन गरिराख्नु भएको छ र ट्रिपल डी अस्ति मैले भनेको छु डु डिएक्सन डेली कसै न कसैसँग रिलेसन बनाइराख्नु भएको छ डिएक्सन सेयर गरिराख्नु भएको छ भने ढिलो चाँडो तपाईको पनि नेटवर्क पहुँच यसमा एक्सेस छैन तर तपाईँ फिल्डमा रहनु पर्यो क्या धेरै साथीहरू गल्ती के गर्नुहुन्छ रुबी डायमन्डसम्म पुगेको मान्छे तर जब उत्तरार्धमा आएर चाहिँ जब चाहिँ फाइनलमा गोल हान्ने समय आउँछ नि फिल्ड छोडिन्छ क्या तपाईँ हेर्नु होला तपाईँ फुटबल हेर्नुहुन्छ 90% फुटबलमा गोल कति हुन्छ त्यो थपेको 90 देखि 93 मिनेटको 3 मिनेटभित्र हुन्छ क्या गोल कहीँ पनि हेर्नु होला एक्स्ट्रा समय जुन एड हुन्छ नि 2-3 मिनेट लास्टमा 90 मिनेट पछि फुटबल हिस्टोरीमा 90% गोल भनेको त्यो 3 मिनेटमा हुन्छ त्यसैले तपाईँ फिल्डमा रहिराख्नु पर्यो कार्यक्षेत्रमा भइराख्नु पर्यो फलो गर्ने मान्छे आइहाल्छ न्यू भनेको के रहेछ त न्यू भनेको नयाँ अवसर आयो वेलकम नयाँ वेलकम भन्दैन हो किन भन्नु त अनुत्पादक व्यक्तिहरूसँग बसेर समय जवानी पैसा ऊर्जा सखा गर्नभन्दा बेलैमा सही तर एक्लै भयो भने त्यो बाटो हेर्न चाहिँ जरुरी हुन्छ आउनेलाई वेलकम नआए वेलकम तपाईँ छिटो चाहिँ त्यो भेटबाट मुक्त हुनुहुन्छ सीहरूको के छ अर्को बी बी भनेको भन्ने बी भनेको के हो बिल्ड टिम बिल्ड के बिल्ड गर्ने टिम बिल्ड कस्तो टिम बिल्ड गर्ने टिम त तपाईले बनाइराख्नु भएको छ त जोइन गरे हुनुहुन्छ हरेक महिना होइन र तपाईले आइडी बनाएको छ भने तपाईँ टिम हो नि के बिल्ड गर्ने डिस्ट्रिब्युटर ग्रुप बिल्ड गर्ने धेरै मान्छेले मेम्बरलाई डिस्ट्रिब्युटर सम्झिनु भएको छ डिस्ट्रिब्युटरको काम भन्नुहोस् त कसरी डिस्ट्रिब्युटरको डिस्ट्रिब्युटरको अर्थ के हुन्छ वास्तवमा एउटा वितरकको अर्थ डिस्ट्रिब्युटरले अब सेल गर्नुपर्ने हुन्छ आफूले बोल्नु पर्ने हुन्छ धन्यवाद हजुरलाई के लाग्छ डिस्ट्रिब्युटर जस्तै अब एउटा मैले अनि केही कम्पनीको केही पाएँ त्यसमा काम गर्नु पर्यो डिस्ट्रिब्युटर एउटा कार्ड जस्तो प्रचार गर्ने डिस्ट्रिब्युटर तपाईलाई के लाग्छ टिम बिल्डिङ नजिक जानु उहाँलाई ताली बजाइदिनुहोस् डिस्ट्रिब्युटरको नेपाली हुन्छ वितरक भनेपछि उसले केही न केही चिज चाहिँ लिएर दिइराखेको हुन्छ क्या प्रोडक्ट मुभ भइराखेको हुन्छ प्रोडक्ट पास गरिराखेको हुन्छ डिस्ट्रिब्युटर त्यो
हामीलाई आइडी बनाएर एउटा कहीँ पनि युज नगर्ने मान्छेलाई टिममा राख्ने हो र त्यसलाई टिम मान्ने हो र हामी यही टिम मानेर पेनिङमा छ क्या। डिस्ट्रिब्युटर टिम चाहियो हामीलाई, मेम्बर टिम होइन। कुनै मान्छेलाई तपाईँले जीवनभर कन्ज्युमर पनि राखिराख्न सक्नुहुन्छ, उसलाई डिस्ट्रिब्युटर बनाउनै पर्छ भन्ने छैन। हामी पेनिङ कामले फिल गर्छौँ त भन्दा युजर नै मात्रै भएको मान्छेलाई पनि हामीले डिस्ट्रिब्युटर बनाइदियो, अनि त्यसले त पर्फर्म गर्दैन नि त डिस्ट्रिब्युटरले, त्यसलाई हेरेर पेनिङ भएर बस्छ। यत्रो मान्छे जोडे कसैले काम गर्ने, किन तपाईँले डिस्ट्रिब्युटर नै बनाउनु भएको थियो नि त, ऊ त डिस्ट्रिब्युटर नै होइन त, ऊ आएको त बलाइ कपी खानलाई थियो। अनि उसले बिजनेस गरेर भनेर भन्न हामी चाहिँ टेन्सन लिनुपर्ने केही कुरा छ र? डिस्ट्रिब्युटर बिल्ड त गर्ने के, डिस्ट्रिब्युटर बिल्ड टिम चाहिँ बिल्ड गर्नु पर्यो हामीले। हाम्रो गुरुमा के यस्तो मान्छे चाहियो जो प्रोडक्ट युज गर्छन्, त्यो त नेसेसरी भइहाल्यो। त्यो प्रोडक्ट लिएर अरूलाई चाहिँ प्रोडक्ट चाहिँ पर्चेस गराइरहेको छ, त्यो डिस्ट्रिब्युटर हो। यो मान्छे यो टिम चाहिँ चाहियो हामीलाई। जुन फाइनेन्सियल फ्रिडमको लागि चाहिँ डिस्ट्रिब्युटर टिमलाई चाहिँ तपाईँले फिल्टर आउट गर्नुपर्ने हुन्छ। हाम्रो टिममा भएको सबै डिस्ट्रिब्युटर हुँदैन। डिस्ट्रिब्युटर भनेको त्यो व्यक्ति मात्रै हो जसले प्रोडक्ट इस्तेमाल त गर्छ अरूलाई पनि इस्तेमाल गराइरहेछ। मतलब डिएक्सन प्रोडक्ट पास भइरहेछ उसबाट, प्रोडक्ट मुभ भइरहेछ उसबाट, त्यसलाई डिस्ट्रिब्युटर भन्छ। अनि हामी त आज कसैले एउटा कफी किनिदियो भने पनि हामी ग्रेट सर भन्न सुरु गरिहाल्छौँ। त्यो ग्रेट सरले कति बेला छोडेर जाने हो थाहा छैन। त्यो कतै न कतै कल्चर पनि चाहिँ हाम्रो रङ डुप्लिकेट भइरहेका छन्, धेरै चिजहरू हामीले करेक्सन गर्नुपर्ने हुन्छ होइन। इट्स ओके भने कफी दिनुभयो, तर जरुरतभन्दा धेरै रेस्पेक्ट रिवार्डले पनि मान्छेलाई चाहिँ काम गर्नबाट रोक्छ। जरुरतभन्दा धेरै मान्छेले त्यो नेम फेम मिल्यो भने पर्फर्म गर्नुपर्छ। त्यो असली डिस्ट्रिब्युटर डिएक्सन को पिभी जेनेरेट गर्छ, आफूले मात्रै युज गरेर होइन, युज गराएर पिभी जेनेरेट गर्छ असली डिस्ट्रिब्युटर। र जबसम्म तपाईँ हाम्रो टिममा डिस्ट्रिब्युटरको सङ्ख्या बढ्दै जाँदैन नि, फाइनेन्सियल फ्रिडमको सम्भावना कम हुन्छ। धेरै स्टेजमा आएर जस्तै एक्जाम्पल कसैले भन्नुभयो म 3 वर्षदेखि स्टार एजेन्ट छु, तर म सकारात्मक छु, पोजिटिभ छु भनेको सुन्नु भएको छ धेरैजनाले। अब यो व्यवसायमा कस्तो भन्दा उहाँ कति पोजिटिभ हुनुहुन्छ त्यो हेरेर डाक्टर लिमले जाँचेर चाहिँ बोनस दिने होइन। हेर्नुहोस् यो बिजनेसमा हो कि न भन्नु त, तपाईँले भित्रभित्रै अन्दरुनी कसैलाई बहुत प्यार गरेर मात्रै हुन्छ र जबसम्म तपाईँ रोज लिएर कसै नजिक जानुहुन्न हुन्छ सर। एकतर्फी माया गरेर प्यार गरेर भित्रभित्र चाहिँ तपाईँ रमाएर बसेर मात्रै हुन्छ र जबसम्म रोज लिएर जानुहुन्न, पर्पोज गर्नुहुन्न, तबसम्म चाहिँ त्यो उसलाई फिल हुन्न। त्यसैले तपाईँको पोजिटिभिटीको प्यारामिटर पनि चाहिन्छ, नचाहिने होइन। हाइली पोजिटिभ हुनु राम्रो, तर एक्लै कहिलेसम्म पोजिटिभ भइरहेको। यहाँ थुप्रै 3 महिना अगाडि आएर आई एम भेरी एक्साइटेड भन्ने मान्छे 3 महिनापछि फोन नउठाएको हामीले आफैले देखेको छ त आँखाले। त्यो पोजिटिभिटी कहाँ गयो? त्यो पोजिटिभिटी कहाँ गयो? कहाँनिर त्यो मान्छेले ल्याक गरेर हामीले सोच्नुपर्ने कुरा छ। त्यसैले डिस्ट्रिब्युटर टिम बनाउनमा चाहिँ हामीले के गर्नुपर्छ भन्दा टाइम एनर्जी खर्च गर्न पर्यो। डिस्ट्रिब्युटर जबसम्म तपाईँको टिममा तपाईँ जस्तै मान्छेहरू डुप्लिकेट हुँदैन त्यो प्रफिटेबल बिजनेस हुँदैन। त्यसले हामीलाई हेडेक डिप्रेसन भन्दा केही पनि होइन। तर हामीलाई के चाहिएको छ, हरेक मान्छे चाहन्छ आफ्नो टिममा 50 जना मान्छे म जस्तै प्रोडक्ट लिएर मार्केटमा जाओस् भन्ने होइन। अनि हामीले यसलाई के भन्छ थाहा छ, नेटवर्क बिजनेस भन्छ। भनेको छ नेटवर्किङ, तर काम नटवर्किङ छ। राति पनि त्यस्तै भन्दै थियो। हामी नेटवर्क गरे जस्तो लाग्छ तर नटवर्क भइराखेको हुन्छ। किन? डिस्ट्रिब्युटर टिम छैन नि त हामीसँग, टिम मात्रै छ। मतलब हाम्रो सिएसमा हेर्दाखेरि 100-150 जना मान्छे देखिन्छ तर काम गरेको हुँदैन। डिस्ट्रिब्युटरको रेसियो कम छ। र डिस्ट्रिब्युटर भनेको के रहेछ त, जसले इस्तेमालसँगै प्रोडक्टलाई मुभ पनि गर्छ, पिभी जेनेरेट गरिराखेको हुन्छ।
चाहे त्यो रिटेल गरेर होस् चाहे स्पोन्सर गरेर होस्। त्यो मान्छेको रेसियो जबसम्म तपाईँले बिल्ड गर्नुहुन्छ नि तब तपाईँले फाइनेन्सियल फ्रिडम मिल्न सुरु गर्छ। र यही डिस्ट्रिब्युटरबाट धेरैजना फिल्डतिर मात्रै डायमन्डसिपसम्म जान्छ, कोही रुबीमै छोड्छ, कोही स्टारजेनमै छोड्छ। र यसको लागि हामीले एउटा नेचरको ल छ त्यो बुझ्नुपर्ने हुन्छ। तपाईँ एउटा किसानलाई हेर्नुहोस् त, जसले 100 कुनै बिरुवा रोप्यो, मिट्टीमा चाहिँ 100वटा बिउ रोप्यो, सबै हुर्किँदैन क्या। कति त्यही माटोमै कुहिएर जान्छ, कोही चराले आएर खाइदिन्छ, केही चाहिँ उम्रिएको हुन्छ। त्यो केही उम्रिसकेपछि कहिले कहिले जनावर आएर, मृग आएर, गाई गोरु बाख्रा आएर, कहिले चरा आएर चाहिँ टिपेर चाहिँ उम्रेकोलाई पनि सघाइदिन्छ। त्यसबाट केही मात्रै हुर्केर आउँछ। अनि हुर्किसकेपछि पनि सबैमा चाहिँ त्यो फल लाग्दैन। तपाईँले मकै किसानको छोराहरू हामी धेरै छ, त्यो सबै मकैको बोटमा चाहिँ त्यो बोगा लाग्छ र लाग्दैन? लागेको हुँदैन। अनि त्यो भोगा लाग्ने पनि सबैलाई चाहिँ हामीले पछि घरमा भित्राउन सक्दैन। किन? कोही हावाहुरीले खाइदिन्छ, कोही सुगाले खाइदिन्छ। यसको मतलब के त, यो रुल हर ठाउँमा लागू हुन्छ, चाहे त्यो खेतीबालीमा होस् चाहे बिजनेस। कि जति तपाईँले बिउ चाहिँ रोप्नुहुन्छ नि त्यो सबै उम्रदैन, उम्रेको सबै हुर्कदैन, हुर्केको सबैले फल दिँदैन। सो तपाईँले आज 100 जनाको टिम क्रिएट गर्नु भएको छ। कोही त्यसमा मेम्बर होला, कोही डिस्ट्रिब्युटर होला, कोही युजर मात्रै होला, कोही त्यसैमै त्यसै रुबी डायमन्ड पनि होला। एक चिज ख्याल राख्नु कि केही पर्सेन्ट 1-2% मान्छेहरू मात्रै तपाईँ टिमले चाहिँ लिडर बन्नेवाला छ। यो चाहिँ माइन्डसेट हाम्रो पहिले तयार हुनु। त्यसैले हामीलाई के चाहियो? डिस्ट्रिब्युटर टिम भनेको तपाईँ जस्तै प्रडक्ट युज गर्ने र प्रडक्ट पास गर्ने हो। त्यो क्वालिफाइड डिस्ट्रिब्युटरलाई चाहिँ फाइनेन्सियल फ्रिडम हुन्छ। त्यसको पोस्ट जस्तो भयो, स्टार दिनु, स्टार रुबी, स्टार डायमन्ड, जसले आफूले प्रडक्ट इस्तेमाल गरेर यस्तो केही खालको नेटवर्क तयार गर्छ जसले उनीहरूले पनि प्रडक्ट प्रयोग गर्छन् र प्रडक्ट लिएर अरूलाई रेसियो गर्छ। जब त्यो टिम तपाईँको रेसियो बढ्दै जान्छ नि, फाइनेन्सियल फ्रिडम तपाईँले मिल्दै आउन सुरु गर्छ। र एक समय आएर तपाईँ टिममा 30, 40, 50 जना डायमन्ड डिस्ट्रिब्युटर हुन्छ भने तपाईँ फाइनेन्सियल फ्रिडमको ग्यारेन्टी म्याक्सिमम। जबसम्म म तपाईँहरूलाई अब सिम्पल मैले तपाईँहरूलाई अलिक दिने भनेको कुरा सिरियसली गर्नुभयो भने चाहिँ 20-25 महिनामा पनि तपाईँ अहिले गरिराखेको काम बराबरको त्यो लेभलमा पुग्न सक्नुहुन्छ। पार्ट टाइममै गरेर भए पनि फुल टाइम गर्न सक्नु भने चाहिँ इट्स ओके। तर हामी त्यो रिकमेन्ड गर्दैनौँ। जबसम्म तपाईँको डिएक्सनको इन्कम, सनमजीको डिएक्सनको इन्कम चाहिँ जबसम्म तपाईँको मर्चेन्डाइजिङको स्यालेरी बराबर पुग्दैन या त्योभन्दा डबल तिर्पल हुँदैन तब जबको साथमा। जुन दिन तपाईँलाई सेक्युरिटी फिल हुन्छ, अब म यो 12 घन्टा 14 घन्टा ड्युटी गर्दिनँ, अबदेखि म गाडी पनि छ, म फुल टाइम डिएक्सन गर्छु भन्ने जुन दिन फिल हुन्छ, सेक्युरिटी फिल हुन्छ, तपाईँ डिएक्सन जागिर छोड्न सक्नुहुन्छ। हिजो केही नहुँदा पो गरे हो त, अब भइरहेको किन झुलिराख्नु थियो? जब तपाईँलाई सेक्युरिटी फिल हुन्छ नि त्यति बेला मात्रै तपाईँ जबलाई साइड लगाएर पर्मानेन्टली डिएक्सनलाई बोकेर सक्नुहुन्छ। आज धेरै मान्छेहरू छन्, यहाँ अहिले बङ्गलादेशी मिटिङ हुँदैछ, धेरै बङ्गलादेशी लिडरहरू छ जो अहिले चाहिँ आफ्नो भिसा लिएर बसेर फुल टाइम डिएक्सन गर्छ। कि त्यो समाज चाहिँ डिएक्सनमा छ। युज सेयर बिल्ड गर्ने गरेर टिम बिल्डिङ गर्ने, एक्लै गर्ने होइन। सुरुमा हामीसँग प्रपर ज्ञान हुँदैन, सबै प्रश्नको सबै सवालको जवाब दिन सक्दैन। सुरुमा केही मान्छेहरू तपाईँ हातबाट गुम्न सक्छन्। त्यसरी मेरो रिकमेन्डेसन के हो भन्दा, जो नयाँ हुन्छ, तपाईँ सनमजी नयाँ हुनुहुन्छ, तपाईँलाई मेरो रिकमेन्ड के हो त भन्दाखेरि सुरुमा तपाईँको काम भनेको तपाईँसँग भएको मान्छे र हामीलाई जोड्ने काम। तपाईँको काम भनेको पुलको काम हो। अहिले तपाईँले कसैले गाइड गर्ने, असिस्ट गर्ने होइन। तपाईँको काम भनेको तपाईँसँग मान्छे छ नि त, हो, उहाँलाई केही इन्फर्मेसन दिएर केही क्युरियोसिटी क्रिएट गरेर डिएक्सनको मिटिङमा ल्याएर अफलाइन खानु भेट्नु। अनि सुरुवाती समयमा तपाईँले अफलाइनसँग मिलेर काम गर्नुहोस्। जब तपाईँको टिममा 15-20 जना मान्छे आएर प्रोडक्ट युज गर्न सुरु गर्छ, तपाईँ बोनस पनि एड्रेसै 200 दिएर आउन सुरु हुन्छ। तपाईँ स्टारभित्र बोल्नुहुन्छ, 4500 पुग्छ, फेरि प्रोडक्ट सेयर गर्नुहुन्छ, तबसम्म अफलाइनसँग मिलेर काम गर्नुहोस्।
त्यसको मतलब त्योभन्दा पछाडि कहिले मिल्ने होइन भन्ने होइन। स्टार एजेन्ट भइसक्दासम्म तपाईँको त्यो क्षमता विकास भइसकेको हुन्छ। टेबलमा राखेर मान्छेलाई 1-to-1 प्रडक्ट सम्झाउन सक्नुहुन्छ, सिस्टम सम्झाउन सक्नुहुन्छ होइन। यो भनेको के हो त बिजनेस तयार गर्ने, यो मान्छे जोइन गर्ने मात्रै होइन। तपाईँले महिनामा कतिजना मान्छे जोइन गर्नुभयो त्यो म्याटर गर्दैन, तर 6 महिनामा 2टा जोइन गर्नुभएको छ, त्यो 2जना चाहिँ अब 15 महिनापछि चाहिँ डायमन्ड हुँदैछ भने चाहियो त त्यही हो त खास। तर हामी मान्छे जोड्ने चक्करमा मात्रै दौडियो भने डिएक्सनमा त मान्छे त अनलाइनबाट फेरि यहाँ जोडिन्छ। अनि 0 प्रडक्ट 0 पैसाको लेनदेन छ भने त्यो बिजनेसमा के हुन्छ, फ्रस्ट्रेसन मात्रै हुन्छ। अनि पछि सुजनजी भन्न सुरु गर्नुहुन्छ 50 जना जोइन गरेँ केही पनि भएन। त्यो म्याटर के हो, तपाईँ 50 जना जोडेको मान्छेले कतिले प्रडक्ट खाए, कतै तपाईँले डिस्ट्रिब्युटर बन्नको लागि चाहिँ सपोर्ट गर्नु। त्यसैले बिल्ड भन्छ नि, टिम त बिल्ड गर्ने, कसको टिम बिल्ड गर्ने त डिस्ट्रिब्युटरको टिम। र डिस्ट्रिब्युटर भनेको के रहेछ, डिस्ट्रिब्युटर भनेको डिएक्सनको त्यो युजर जसले खुद युज पनि गर्छ र प्रोडक्टहरूलाई पास पनि गरिराखेको छ, त्यो हो नि त डिस्ट्रिब्युटर। जस्तै नेपालमा बजाज पल्सरको डिस्ट्रिब्युटर भन्नुभयो भने एक्लै मोटरसाइकल चलाएर हिँड्ने मान्छे डिस्ट्रिब्युटर हो र त्यो त युजर हो नि। तर डिस्ट्रिब्युटर भनेको जसले 50वटा बाइक राखेको छ, महिनामा 8-10 पिस सेल गरिराखेको छ, त्यो हो नि त असली डिस्ट्रिब्युटर। त्यो मोटरसाइकल चलाउने मात्रै हो र त्यो त युजर हो, कस्टमर हो। त हामीले कहिले के सोच्छ भन्दा त्यो एक्लै बाइक चलाएर हिँड्नेलाई चाहिँ त्यो डिस्ट्रिब्युटर सम्झ्या हुन्छ क्या। उसलाई त मतलबै छैन नि, ऊ त आफूलाई बाइक चाहिएको थियो चलाइराखेको छ। जस्तै कसैले कफी चाहिएको थियो खाइरहेको छ, मस्त छ, त्योबाट बिजनेस आश नगर्नुहोस्। हामीले आफ्नो टिममा चाहिँ छान्न पर्यो, हामी त्यो डिस्ट्रिब्युटर कहिले छान्न पर्यो क्या। हरेक बिजनेसको नर्म चाहिँ एउटै हो। त्यो बजाजले पनि त्यही डिस्ट्रिब्युटरसिप दिन्छ कसैलाई, हरेकले बाइकको स्टक राखेको हुन्छ, उसले चढ्ने मात्रै होइन, उसले 8-10 पिस महिनामा सेल गरिरहेको, त्यसलाई डिस्ट्रिब्युटर हो भने चाहिँ डिएक्सन पनि डिस्ट्रिब्युटर के हो त, कफी खाइराख्ने मात्रै हो र, जसले 8-10-15 जनालाई कफी खुवाइ पनि राखेको छ, सेल पनि गरिरहेको छ, त्यो डिस्ट्रिब्युटर हो क्या। हामीलाई डिस्ट्रिब्युटर टिम चाहियो। जति सक्दो सनमजीले आफ्नो टिममा चाहिँ 2-4 धेरै पनि आवश्यक पर्दैन क्या। सिरियसली 5-6 जना मान्छेलाई तपाईँले डिस्ट्रिब्युटर बनाइदियो भने काफी हुँदो रहेछ डिएक्सन। मान्छे क्राउनमा बसेर भनेको छ होइन सियो, तर मान्छेले गोल्ड डायमन्डले मैले नेपालमा 20 लाख इन्कम गरेर देखाएको छु आफ्नै आँखाले। कुनै क्राउनमा बसेर गर्दैन। यसको मतलब के त भन्दा तपाईँले मात्रै 8 जना मान्छेलाई पनि डिफ्रेन्ट लेगमा राखेर स्ट्रङ डिस्ट्रिब्युटर बनाइदिनु भयो, सिस्टम बुझाइदिनु भयो भने त्यसैले तपाईँले प्रडक्ट बनाइदिन्छ क्या डिएक्सन। काम देखाएको छ नि त, कतै देख्दै नदेखा भयो भन्दै कहिले के हुन्छ भन्दा डिएक्सनमा चाहिँ मान्छे ठुल्ठुलो कुरा गर्छ भन्छ। अब यहाँ हुन्छ त के हो त नभनेर भयो नि त। एकदम मोटिभेसनल सुनाउँछ हो, त्यही धेरै मान्छे भन्छ ए सपना कुरा गर्छ। ए बाबा यहाँ तपाईँको साथीले 10 वर्षदेखि तपाईँको पैसा स्यालेरी खाइरहेछ, त्यहाँ चाहिँ तपाईँलाई केही मतलब छैन। यहाँ चाहिँ कसैले ल है तपाईँ सपना चाहिँ देख्नुपर्छ भन्दैछ, त्यसलाई तपाईँ नराम्रो भन्नु बसिराख्नु भएको छ। सपना तोड्ने भन्दा सपना देखाउनु राम्रो होला नि त। अनि हामी सपना तोड्नेहरूको पछि लाग्यो भने त बिग्रियो हेर्नु। सपना देख्नु पर्यो नि, तपाईँ कमसेकम 100को स्पिडमा देख्ने सपना देख्नु भने 70सम्म त पुग्नु होला नि। तर आज 20-25मै रमाइराख्नु भएको छ भने तपाईँ फेरि त्यहाँ पनि पुग्नुहुन्न। ब्रश का काम खबर काफी चल रहा है। जैसे सपना जागृत गर्नु नै हो क्या लिडरको काम भनेको। मैले अघि नै भनिसकेँ नि त, रिजन नभएको मान्छे डिएक्सनमा सफलै हुँदैन। अनि हामी सबैको कमन गोल बिजनेस आउनुको रिजन के हो, इन्कम हो नि त। त्यही भएर म त्यसमा कुरा गरिराखेँ, त्यो पनि सपना हो। हेर्नुहोस् त कुनै बेला चाहिँ तपाईँको 1 रुपैयाँले घर चल्थ्यो भने 100 वर्ष अगाडि मात्रै हेर्दाखेरि आज 1 लाख करिब चाहिन्छ। यदि सहरमा नेपालको एउटा ओइल सिटीमा चाहिँ बसेर तपाईँ परिवारसँग बस्ने भने मिनिमम 1 लाख चाहिन्छ अहिलेको स्थितिमा हैन।